म हिँड्ने बाटो धेरै भिरालो उकालो थियो। स्कुल जाने बाटो यही हो मेरो। म यहाँ चिप्लेटी खेल्थेँ यार सानोमा। अहिले त ढुङ्गै सानो भएछ। यस्तो यस्तो बाटो हिँडेर म स्कुल जान्थेँ। अब तिमीहरूलाई भन्दा गफ ला जस्तो हुन्छ। साथीहरू नि हुन्थ्यो स्कुल जाने। तर म कहाँ हुन्थे यदि वो जित्दैन। म कहाँ हुन्थे यदि फ्यामिली जित्दैन। मम अझै नै गाह्रो छ कोटाउन रात। मलाई चाहिन्छ रात यो आत्मालाई। गफ लगा चाहिँ होइन म यहीँ पौडी खेलेर स्कुल जान्थेँ। साँच्ची भन्दाखेरि पौडी खेल्ने त अब त कट्टु सट्टु सुकिसक्यो। अनि यी हातमै कट्टु सुकिरा। तिमीलाई थाहा त्यसो भए के थाहा तिमीलाई? खेल्ने हो र? म नाङ्गै खेल्नु पर्दा हुन्छ होइन? ल ल यार खेल्ने नि अब यस्तो बनायो देखाइदिएर। लुगा खोल्नु पऱ्यो। पफ मनी खेल्ने हो यार। लुगा खोल्नु पऱ्यो पहिला। अब चाहिँ जानु पऱ्यो। ए ल यार सेना हो आओ 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 जाम ल। तिमीलाई त मेरो बोकाले हानिदिन्छौ। बोकाको नजिक नआउ ल होइन? मेरो डुङ्गा ढुङ्किहाल्छ अब। खतरा मोड हानेर होइन? के भएछ अरे? तर हो रहेछ यार अघि त्यहीँ खेल्नु पर्ने रहेछ यार है। पानी यत्तिकै रहेछ है। हाम्रो गर्दै भयो नि हुन्छ। त्यहाँ हाल्यो। सेतो भएको नि आज त कस्तो होइन?
खासमा भन्नु पर्दाखेरि हामीले पौडी कहाँ खेले म देखाउँछु नि हैन मा लास्ट यार यहाँ खेलिरा पौडी नि कहाँ गाउँ भिड त यार के अन्त ब्रो जाने हो नभन्दा भन्दै रसाउँछन् आँखा बुझिन मैले तिम्रो हृदयको भाग खोलै खोला तिरै तिर हाम्रो बाख्रा चाहिँ उ त्यहाँ हो आओ आओ ल टको दिएर कस्तो दामी खिच्दिउँ ल हेर ल यता डाँडो नि कहाँ हो कहाँ देखाएर साध्य लाग्दैन ल